हेलो एभ्रिवान, नमस्ते सम्पूर्णमा। यो भिडियो चाहिँ म अस्ति दसैँमा गाउँ गएको खेर हो। अनि यहाँ चाहिँ सुँगुरको मासु भर्खरै बजारबाट आइपुग्यो। अनि मैले चाहिँ बेसर लगाएर मजाले पाक्ने गरी नै उसिने अनि यसरी निकालेको छु। अब चाहिँ यसलाई चाहिँ झिरमा उनेर चाहिँ आगोको राम्रो धुवाँहरूले भेट्नेमा सिउराउने चलन छ हाम्रोतिर चाहिँ, नबिग्रोस् भनेर। गाउँतिर त फ्रिज हुँदैन नि त, अनि पहिल्यैदेखि नै त्यसरी राख्नुहुन्थ्यो। अनि यसरी राख्दा चाहिँ मलाई चाहिँ दसैँ आए जस्तो लाग्छ, पहिल्यैदेखि हेर्ने बानी भएर पनि होला। अनि यहाँ चाहिँ मैले मासु पनि भुट्दैछु। अनि यो चाहिँ अस्तिको राँगाको हड्डीखुडी हो, लास्टमा खाने हो के। यसरी राखेर सबै मासु सकेपछि अनि यहाँ बाहिर चाहिँ सबैजना क्यारम बोर्ड खेलेर रमाइलो गर्नु हुँदैछ।